एउटा ट्राफिक त राखिदिनुस् त्यहाँ चोकमा कि यो वान वे हो यहाँबाट नजानुस् भन्नुहोस् कसैले। त्यो ट्राफिक त हुन्छ है, त्यहाँ राख्न त सकेछ, तर त्यो ट्राफिक लुकेर बसिरहेको हुन्छ। जबसम्म एउटा मुर्गा त्यहाँनिर त्यो गल्ली छिर्दैन तबसम्म त्यो लुकेर बसिरहेको हुन्छ। जब त्यहाँ छिर्यो अनि त्यसपछि दौडेर आएर ल तपाईँले वान वेमा आउनुभयो, ल जरिवाना चिट काट्नुहोस् भन्छ। 11 बज रहे रात के और भाई ट्रैफिक रेड होने के बावजूद भी कोई भी क्रॉस नहीं करना चाहता, तो लोग यहाँ पर जो है सिग्नल तोड़ के चले जा सकते थे, कोई भी फाइन नहीं लगता अभी क्योंकि ट्रैफिक पुलिस ही नहीं है यहाँ पर। लेकिन नहीं भाई, इन लोगों ने अपना सिविक सेंस दिखाया और यहाँ पर रुके रहे। हो यो भिडियो हेर्नु भने यो भिडियोमा चाहिँ एउटा इन्डियन ब्लगरले चाहिँ हाम्रो नागरिकहरूले चाहिँ ट्राफिक रुल्स कति पालना गर्छ, कति सम्मान गर्छ भन्ने कुरा उसले देखिरहेको छ। त्यो देख्दाखेरि उसलाई अचम्म र एकदम राम्रो लाग्छ र यो भिडियो हेर्दा तपाईँहरूलाई पनि एकदम प्राउड फिल भयो होला है। यस्तो सोझो अनुशासित डिसिप्लिन जनताहरूमाथि चाहिँ कस्तो खतरनाक ट्राफिक जरिवाना लगाउनु भयो हाम्रो अहिलेको सरकारले है। यत्रो जरिवानाले चाहिँ हामीलाई चाहिँ एकदम डिसिप्लिन बनाउन खोज्नु भयो होला, तर हाम्रो नेपालीहरूमा चाहिँ यस्तो डिसिप्लिन पहिल्यैदेखि छ। हामीलाई यस्तो दण्ड जरिवानाहरू दिनु पर्दैन। कुनै व्यक्ति होला 10%, 5%हरू चाहिँ एकदम बिग्रेका होला, तिनीहरूलाई तपाईँले सोझ्याउने चक्करमा हामीलाई चाहिँ एकदमै दुःख दिइरहनु भएको छ। एउटा सानो ल्यान्ड क्रस गर्यो भने मिस्टेकली नजानेर भए हुन सक्छ, अनि त्यस्तो गर्दाखेरि 15,000 20,000 तपाईँहरूले चाहिँ अब जरिवाना लगाउनु भएको छ। उपत्यका बाहिरबाट पनि कति यात्रीहरू आएको हुन्छ यहाँ उपत्यकाभित्र, अनि यहाँ उपत्यकामा कुन गल्लीमा चाहिँ वान वे लागेको हुन्छ, ल्यान्ड क्रस कता गर्न मिल्छ कता गर्न मिल्दैन त्यस्तो खालको नलेज हुँदैन उनीहरूलाई। अब यहाँनिर ल ठिकै छ, कुनै गल्लीमा चाहिँ वान वे चाहिँ छ भने पनि कुनै बुझ्ने गरेर बोर्ड राख्नु हुँदैन। त्यो बोर्ड मैलेर खुइलेर गइसकेको हुन्छ, तर त्यहाँनिर अब त्यसलाई रिप्लेस गर्नुपर्छ भन्ने चाहिँ कसैलाई पनि दिमागमा लागेको हुँदैन। अनि नदेख्ने सानो खालको राख्नुहुन्छ। एउटा ट्राफिक त राखिदिनुहोस् त्यहाँ चोकमा कि यो वान वे हो यहाँबाट नजानुस् भन्नुहोस् कसैले। त्यो ट्राफिक त हुन्छ है, त्यहाँ राख्न त सकेछ, तर त्यो ट्राफिक लुकेर बसिरहेको हुन्छ। जबसम्म एउटा मुर्गा त्यहाँनिर त्यो गल्ली छिर्दैन तबसम्म त्यो लुकेर बसिरहेको हुन्छ। जब त्यहाँ छिर्यो अनि त्यसपछि दौडेर आएर ल तपाईँले वान वेमा आउनुभयो, ल जरिवाना चिट काट्नुहोस् भन्छ। अनि यो अहिले हाम्रो सरकार पनि अब कस्तो हो है, पुरै फिल्मको सिन हेरेर चाहिँ हाम्रो यो नियमहरू बनाउनुहुन्छ। एउटा के साउथ इन्डियाको मुभी छ, त्यसमा त्यो बाबु भन्ने हिरो छ, त्यो मुभीमा चाहिँ यस्तै ट्राफिकको चाहिँ जरिवानाहरू 10,000 20,000 25,000 भने जसरी